ट्युबल टेस्टको बारेमा कुरा गरौँ। कुन प्रकारले हामीले ट्युब नर्मल छ कि छैन भनेर टेस्ट गर्न सकिन्छ त। यो टेस्टको बारेमा कुरा गर्नु अगाडि हामीले के बुझ्नुपर्छ भने हामी जुन भजाइनल अल्ट्रासाउन्ड जुन पहिलो चरणमै गर्छौँ महिलाहरूको, त्यसले चाहिँ हामीलाई अण्डाकोशको बारेमा जानकारी दिन्छ, एग नम्बरको बारेमा जानकारी दिन्छ, पाठेघरको बारेमा जानकारी दिन्छ। तर ट्युब भन्ने कुरा अल्ट्रासाउन्डमा देखिँदैन। अनटिल एन्ड अनलेस ट्युब सुन्निएको छ, पानी भरिएको छ, रगत भरिएको छ या पिप जमेको छ भने मात्रै अल्ट्रासाउन्डमा देखिन्छ, होइन भने नर्मली जुन ट्युब हुन्छ त्यो अल्ट्रासाउन्डमा देखिँदैन। सो ट्युबको टेस्टको लागि ट्युब नर्मल छ कि छैन, ट्युबको प्याटेन्सीको टेस्टको लागि हामी विशेष चाहिँ अरू टाइप अफ इन्भेस्टिगेसन गर्ने गर्दछौँ। सबैभन्दा कमनली गर्ने टेस्ट भनेको HSG, जसलाई हामी हिस्ट्रोसाल्फिङ्गोग्राफी पनि भन्ने गर्दछौँ। यो गर्दाखेरि हामीले एक्सरे थ्रु गर्ने गर्दछौँ। महिलाको पाठेघर को मुखमा हामीले सानो एउटा पाइप छिराएर त्यहाँबाट एउटा डाई पठाउँछौँ है। त्यो डाई पाठेघरको क्याभिटीभित्र छिरेर बिस्तारै ट्युबबाट निक्लिने गर्दछ र यही बेलामा हामीले एक्सरे गरेर त्यो ट्युब नर्मल छ कि छैन, पाठेघरको आकार कस्तो छ, दुईटै ट्युब नर्मली देखिया छ कि छैन, ट्युब शून्य छ कि ट्युब ब्लक छ कि, यो सबै इन्फर्मेसन HSCबाट थाहा पाउन सक्छौँ। सो यो एउटा HSCको एउटा स्याम्पल हो है यो गरिएको हाम्रो। सो हामीले यो ट्रायङ्गुलर अर्गन जुन देख्नु भएको छ त्यो चाहिँ पाठेघर हो। सो HSCले सर्टेन इन्फर्मेसन पाठेघरको सेपको बारेमा पनि दिन्छ है, र साथसाथै त्यो छेउबाट निक्लेको थ्रेड लाइक स्ट्रक्चर त्यो ट्युब हो र बाहिर निक्लेको जुन डाईले के हामीलाई जानकारी दिइरहेछ भने यो चाहिँ HSC इज अ नर्मल HSC भनेर। सो HSCले नर्मल भन्यो भने चाहिँ हामीले के बुझ्नुपर्छ भने ट्युब नर्मल छ, तर HSGमा कुनै ब्लक देख्यो, वान साइड और टू साइड बोथ द साइड ब्लक देख्यो भने HSGले ब्लक देख्यो भन्दैमा ट्युब 100% ब्लकै हुन्छ भन्ने पनि हुँदैन। कहिलेकाहीँ कर्नल स्पाजमले गर्दा या नभए फ्यु डेब्रिजले गर्दाखेरि पनि ब्लक जस्तो देखिन सक्छ। बट देन स्टिल HSC भनेको चाहिँ फर्स्ट लाइन इन्भेस्टिगेसन हो। यसले नर्मल भनेपछि हामी फर्दर अरू टेस्ट गर्दैनौँ। यसमा एबनर्मलिटी देखियो भने चाहिँ केही यसमा डिफेक्ट देख्यो भने त्यसपछि अरू टेस्ट गर्नुपर्ने हुन्छ। अब साथसाथै अरू टेस्टको बारेमा कुरा गरौँ। अरू टेस्टहरू चाहिँ हामीले अल्ट्रासाउन्ड प्रविधिबाट पनि गर्न सकिन्छ। सलाइन इन्फ्युजन सोनोग्राफी भनेको अर्को कमन OPD बेसिस टेक्निक हो। यसमा सिमिलर वेमा एउटा क्याथेटर पाठेघरको मुखबाट हालेर सलाइन पुस गरेर भिडियो एक्सरेबाट हामी हेर्छौँ त्यो पानी सलाइन बाहिर निक्ल्यो कि निक्लिएन। यो पनि एउटा कमन प्रोसिडियर हो। अर्को टेस्टहरूमा चाहिँ हाइकोसी र हाइफोसी भनेर पनि भन्छौँ। हिस्टेरोसाल्फिङ्गो कन्ट्रास्ट सोनोग्राफी र हिस्टेरोसाल्फिङ्गो फोम सोनोग्राफी, यो पनि हामीले अल्ट्रासाउन्ड थ्रु हेल्पबाट गरिने टेस्टहरू हो। र सबैभन्दा गोल्ड स्ट्यान्डर्ड भनेको ल्याप्रोस्कोपी। हामीले दूरबीन हालेर तलबाट डाई पुश गरेर डाइरेक्टली भिजुअलाइज गर्ने कि त्यो नलीबाट त्यो डाई निक्लेको छ कि छैन, जसलाई हामी ल्याप्रोस्कोपिक क्रोमोपर्ट्युबेसन भन्ने गर्दछौँ। तर हेर्नु त्यो सबैभन्दा गोल्ड स्ट्यान्डर्ड भयो हो भन्दैमा हामीले फर्स्टमै गएर ल्याप्रोस्कोपी गर्नुपर्छ भन्ने छैन, किनकि यो त अपरेटिभ प्रोसिडियर हो। यसमा बियोस पार्नुपर्छ, यो इन्भेजिभ प्रोसिडियर हो। सो रिमेम्बर गोल्ड स्ट्यान्डर्ड। यदि हामीलाई कहिलेकाहीँ डाउट भयो र हामीले डबल चेक गर्न या हो कि होइन भनेर कन्फर्म गर्नको लागि चाहिँ गर्न सकिन्छ। तर फर्स्ट लाइन इन्भेस्टिगेसनमा चाहिँ आइदर HSC और सलाइन इन्फ्युजन सोनोग्राफी और हाइकोसी, यो मध्ये कुनै पनि गरेर हामी अगाडि बढ्न सक्छौँ।